अहिले औषधि भनेर अब विभिन्न हर्बल रेमेडिजहरू त अब किताबमा पनि छन्। अब होइन, मान्छेले अब कहिले कसै धेरै सुन्दै आएको गहतको झोल खायो भने चाहिँ अब यो हट्छ अरे भन्ने छ होइन। अब म के भन्छु भने अब सबै हर्बल प्रडक्टहरू हामीले पढेका हुँदैनौँ, त्यसको काम हुनसक्छ होइन। त्यही भएर हामीले अब त्यो हार्म छैन भने खानुहोस्, के छैन, त्यसले हार्म गर्दैन भने खानुहोस्। तर बजारमा धेरै किसिमको चाहिँ अब प्रडक्टहरू पनि छ। अब खासै भन्नु छ भने अब त्यो सबै प्रडक्ट, त्यस्तो प्रडक्ट चाहिँ अब मलाई चाहिँ अलिकति म एकदमै हेजिटेट हुन्छु कि त्यसमा चाहिँ अब त्यो त्यस्तो प्रडक्ट युज गर्नलाई। अब मलाई भनौँ न त्यति मैले चाहिँ फाइदा चाहिँ जस्तो मेरो एक्सपिरियन्समा त्यस्तो देखेको छैन। त्यही भएर अब त्यो मेन त अब भयो भने सानो सानो ढुङ्गा कि पानीले नै जाने हो होइन। त्यो नदीमा आयो, पानी धेरै खायो, त्यसले पानीले जाने हो। अब मैले भने त्यो हर्बल कुराहरूको हुनसक्छ, अब त्यसको बारेमा मलाई धेरै ज्ञान चाहिँ छैन।